एबी फ्लाई र एनएबी को संयुक्त आयोजनामा भएको मैच को आज फाइनल मैच एबी फ्लाई आयोजक वर्सेस शिलापत्र फाइनल गेम केही छिनमा सुरु हुन गइरहेको छ। आजको गेम एकदमै रोचक हुने देखिएको छ किनभने फर्स्ट म्याच पनि एबी फ्लाई र शिलापत्र बीच भएको थियो। निकै घम्सी म्याचमा शिलापत्र 3-2 ले विजय भएको थियो र आज फाइनल म्याच कस्तो हुन्छ त लेट्स सी। सेतो जर्सीमा आयोजक एबी फ्लाई भने कालो जर्सीमा शिलापत्र देख्न सक्नुहुन्छ र शिलापत्रबाट नवीन, त्यसैगरी पवल, सुभाष, मैलन, सुशान्त अनि किपरमा इन्द्रलाई देख्न सकिन्छ र शिलापत्रको मेन क्याप्टेन नवराज। एज आई सेड कि सेतो जर्सीमा आयोजक एबी फ्लाई भने कालो जर्सीमा शिलापत्र। सम्भवतः यो फाइनल मैच 10-10 मिनटको फर्मेटमा खेलिन्छ होला किनभने फर्स्ट म्याच पनि त्यही अनुसार नै खेलिएको थियो। सो 10-10 मिनटको फर्मेटमा खेलिने रेफले बताइसक्नु भएको छ र आजको म्याच निकै इन्ट्रेस्टिङ, निकै रोचक, निकै जबरदस्त हुनेछ भन्नेमा हामी ढुक्क छौँ। अलराइट र विसल बजिसकेको छ र यो पहिलो प्रहार सिधै किपरको हातमा। नवीनबाट राम्रो प्रयास थियो। ओके राम्रो पास, राम्रो चान्स छ तर यो चान्सलाई गोलमा परिणत गर्न भने असफल एबी फ्लाई यानि कि आयोजक टिम। पहिलो गेममा निकै राम्रो प्रदर्शन गरेका थिए इन्द्रले। एबी फ्लाई काउन्टरमा, एबी फ्लाई राम्रो पास, राम्रो चान्स र त्यस्तै राम्रो बचाउ। वाट सेभ, निकै राम्रो मौका थियो एबी फ्लाईलाई तर एप्लाई भने गर्न सकेन एबी फ्लाईले। सुशान्त, इन्द्र, राम्रो ग्राउन्ड पास, मिलन, राम्रो पास नवीनलाई त तर नवीनबाट भने बल कन्ट्रोल हुन सकेन। लङ पास दिएका थिए तर खेलाडी थिएन। राम्रो चान्स सुभाषको राम्रो प्रयास तर खुट्टाले टच भएन बल र एबी फ्लाईको राम्रो मौका। राम्रो निकै राम्रो खेल प्रदर्शन गरिराखेको छ एबी फ्लाईले। र यो अर्को मौका पवलले क्लियर गरिदिएका छन्, कुनै रिस्क लिन चाहन्नन्। राम्रो लङ पास तर रिड हुन भने सकेन। मिलन साथी खोज्दै, राम्रो स्किल, राम्रो चान्स, राम्रो पास भन्नुपर्छ तर सुभाष र नवीनबाट रिड हुन सकेन। र ब्याकग्राउन्ड नोइज देख्न सक्नुहुन्छ यानि कि सुन्न सक्नुहुन्छ एबी फ्लाईबाट पनि कमेन्ट्री भइराखेको छ। गोल नेपालबाट पनि लाइभ भइरहेको छ हाम्रो गेम। राम्रो यहाँनिर सुशाला, राम्रो चान्स यहाँनिर तर पास भने त्यति राम्रो हुन सकेन एबी फ्लाईबाट। तर निरन्तर दबावमा राखिराखेको छ।
ओहो राम्रो पास सुभाषलाई के सुभाषले कन्ट्रोल गर्न सक्लान नटमेक पनि राम्रो थियो तर त्यति राम्रो रिड हुन सकेन बल किपरले सिधै अगाडि फाल्दिएका छन् तर यो गोल किक राम्रो पास सुभाषलाई तर सुभाषबाट राम्रो रिड हुन सकेन राम्रो शट राम्रो प्रयास तर राम्रो डिफेन्सको नमुना हो राम्रो 1-2 अलिकति ढिला रिड हुन पुग्यो सुशान्तबाट यद्यपि प्रयास भने राम्रो थियो राम्रो लङ पास राम्रो थियो यो पास तर एबी अप्लाईबाट रिड हुन सकेन राम्रो लङ पास मिलनलाई मिलन होइन नवीनलाई माई मिस्टेक नवीनलाई मिलनबाट राम्रो पास हो थ्रु पास निकाल्ने प्रयास असफल र काउन्टरमा एबी अप्लाई राम्रो पास जर्सी नम्बर 20 का ज्वालाले राम्रोसँग कन्ट्रोल गर्न नसक्दा एडभान्टेज शिलापत्रलाई र यहाँनिर नवराजलाई पास दिने प्रयास सुभाषबाट राम्रो कोसिस थियो तर फ्रेममा पर्न सकेन फेरि लङ पास दिने प्रयास त्यति राम्रो हुन सकेन र अहिलेसम्मको नतिजा 0-0 किपर गाडी बढेर क्लियर गरिदिएका छन् र आउट पाएको छ एबी अप्लाईले राम्रो मौका माय गुडनेस व्हाट अ चान्स तर 11 नम्बरका जर्सी 11 नम्बरका भाइले राम्रोसँग चाहिँ बललाई हिर्काउन नसक्दा फाइदा शिलापत्रलाई किपरले नै अगाडि पास दिइराखेका छन् राम्रो स्केल काउन्टरमा एबी अप्लाई राम्रो पास पनि हो फेरि यो अर्को मौका गुमाएको छ एबी अप्लाईले निरन्तर मौका बनाइराखेको छ तर त्यो मौकालाई गोलमा परिणत गर्न भने सकेको छैन र फल हुन पुगेको छ राम्रो डिस्टेन्सबाट फल पाएको छ के यो फललाई सदुपयोग गर्न सक्ला मिलन सागर उर्फ मिलनले चाहिँ यो फ्री किकलाई गोलमा परिणत गर्न सक्लान् त्यो हेर्न बाँकी छ र प्रहार सिधा खेलाडीलाई लागेको छ राम्रो मौका थियो राम्रो नटमेक राम्रो चान्स छ प्रहार राम्रो थियो तर सिधा शिलापत्र भन्दा पनि एबी अप्लाईको खेलाडीलाई लागेको छ राम्रो राम्रो 1-2 राम्रो चान्स तर फेरि पनि ज्वालाबाट रिड हुन नसक्दा फाइदा शिलापत्रलाई निरन्तर दबावमा राख्ने प्रयास गरिराखेको छ तर कुनै पनि टिमबाट अहिलेसम्म गोल हुन सकेको छैन राम्रो लङ पास तर किपर हातमा राम्रो शट सिधा प्रहार थियो तर फिङ्गर टिप सेभ भन्नुपर्छ इन्द्रले राम्रो गोलकिपरको नमुना प्रस्तुत गरिराखेका छन् नवराजको पास सुभाषलाई सुभाषबाट यहाँनिर राम्रोसँग बल रिड हुन सक्दा फाइदा एबी अप्लाईलाई तर फेरि काउन्टरमा
ढिला रियाक्सन यहाँनिर हामीले देख्न सकिन्छ शिलापत्रबाट। हो दुवै तर्फबाट राम्रो गेमको नमुना प्रस्तुत भएको। राम्रो चास र दमदार सर्ट थियो तर आउट अफ टार्गेट। हो फितलो हेडर भन्नुपर्छ नवराजको। राम्रो नटब्याक तर फल पाएको छ शिलापत्रले। ओहो फेरि हो राम्रो पास। भैलनको राम्रो पास नवराजलाई कन्ट्रोल राम्रो हुन नसक्दा फाइदा एबिएफलाई साथी खोज्दै राम्रो चास छ ज्वालाको खुट्टामा त्यति राम्रो टच हुन्छ राम्रो चास र यो उत्कृष्ट फिनिस र यो सँगै एबिएफले लिड गर्न सफल भएको छ। फाइनल म्याचमा राम्रो प्रदर्शन एबिएफबाट र यो सँगै एबिएफलाई 1 शिलापत्र 0। Oh my goodness, what a shot! तर अलिकति पोस्ट भन्दा माथिबाट बल बाहिरिन पुगेको छ। ब्याड लक र यो अर्को लङ पास दिने प्रयास। फेरि अर्को चान्स छ। Oh my goodness! निकै रोचक भइरहेको छ गेम। खम्सा खम्सीमा एबिएफलाई यहाँनिर बल अगाडि बढाउन सफल हो र यो विसलसँगै पहिलो हाफको समाप्ति र पहिलो हाफमा एबिएफलाई आयोजक 1 ले लिड गर्न सफल। र अहिलेसम्मको नतिजा मात्रै 1 गोलले अगाडि छ एबिएफलाई। स्मरण रहोस् यो फाइनल गेम हो। एबिएफलाई र एनएबीको संयुक्त आयोजनामा भएको यो मैत्रीपूर्ण म्याचमा एबिएफलाई र शिलापत्र फाइनलमा पुगेको थियो र दोस्रो हाफ अब एकैछिनमा सुरु हुँदै। टिम शिलापत्रबाट किपर चेन्ज देख्न सकिन्छ। इन्द्रको ठाउँमा विष्णु छिरेका छन् र अर्को मेन चेन्ज सुभाष बाहिरिएका छन् भने शङ्कर हामीले मैदानमा देख्न सक्छौँ। के कमब्याक गर्ला त टिम शिलापत्रले, त्यो हेर्न बाँकी छ। कालो जर्सीमा टिम शिलापत्र, सेतो जर्सीमा एबिएफलाई यानि कि आयोजक टिम। निकै राम्रो खेलको नमुना प्रस्तुत भइरहेको छ दुवै टिमबाट। र यो विसलसँग दोस्रो हाफ सुरु भएको छ र स्टार्टिङमै राम्रो सट हान्ने प्रयास थियो एबिएफलाईबाट तर त्यति राम्रो दिशा पाउन सकेन बलले एबिएफलाई। फल फेरि यहाँनिर अर्को मौका भन्नुपर्छ टिम शिलापत्रलाई।
राम्रो डिस्टेन्सबाट फेरि अर्को यो फ्री किक के यो फ्री किकलाई गोलमा पनि गर्न सक्ला र मिलनबाट यो अर्को फित्तलो प्रहार राम्रो पास नवराजलाई नवराजबाट त्यति राम्रो पास हुन सकेन राम्रो यहाँनिर पवललाई पास निकाल्ने प्रयास र पाएको राम्रो मौकालाई फेरि अर्को गोलमा परिणत गर्न सफल टिम शिलापत्र 2ले डाउन भएको छ भने एबी अप्लाई आयोजक टिम 2 शिलापत्र 0 Stay tuned after this game. We're going to have the grand final between finest players. राम्रो सर्ट थियो मिलनको तर राम्रो डिफ्लेक्सन राम्रो डिफेन्स गर्न प्रस्तुत राम्रो क्लियर बल कन्ट्रोल हुन सकेन एबी अप्लाई हाबी देखिन्छ And we still are awaiting the first goal in between the 7-a-side match between Press Media and AB Apply. Media seems to be the edge. टिम शिलापत्रका क्याप्टेन नवराज कुँवरद्वारा यो उत्कृष्ट गोल र यो गोलसँगै मात्रै 1 को लिड एबी अप्लाई 2 टिम शिलापत्र 1 के कमब्याक गर्न सक्ला लेट्स सी धेरै समय छैन राम्रो चान्स दियो नवराजलाई This seems to be first class with some players. This is getting intense as we head to the final minutes of final between these two teams. नवराजबाट राम्रो खेलको नमुना प्रस्तुत भइराखेको छ आफ्नो टिमलाई जसरी पनि जित दिलाउन चाहन्छन् धेरै समय बाँकी छैन र 10 नम्बर खेलाडीबाट यो राम्रो काउन्टर शट पनि राम्रो थियो तर फ्रेममा पार नसक्दा गोल हुनबाट चुकेको छ क्विक रेस्पोन्स एबी अप्लाईको गोलकिपरबाट राम्रो मौका थियो तर राम्रो रिड गर्न पुगे र यो अर्को उत्कृष्ट गोल र यो गोलसँगै दुईले फेरि लिड गर्न सफल भएको छ एबी अप्लाई गोलकिपर परिवर्तन फेरि मिलनबाट ढिलो रिड हुँदाखेरि त्यसको फाइदा एबी अप्लाईले लिएको छ दुईले लिड गर्न सफल एबी अप्लाई र लाग्दैछ अब कमब्याक गर्न गाह्रै हुन्छ शिलापत्रलाई तर हिम्मत भने हारेको छैन टिम शिलापत्रले
र किपरबाट फेरि अर्को क्विक रेस्पोन्स र टिम शिलापत्रका खेलाडी केही समस्यामा देखिन्छन् यद्यपि राम्रो चान्स पाएको छ यहाँनिर यो अर्को मौका गुमाएको छ एबी अप्लाईले एबी अप्लाईबाट राम्रो खेलको नमुना प्रस्तुत भइरहेको छ राम्रो लङ पास दिने प्रयास टिम शिलापत्र 2ले पछाडी छ धेरै समय छैन बाँकी अब अन्तिम मौका छ र रिबाउन्ड शटलाई त्यति राम्रो दिशा दिन सकेनन् नवराजले यद्यपि प्रयास राम्रो थियो र फेरि यो अर्को 11 नम्बर का खेलाडी एबी अप्लाईबाट राम्रो खेलको नमुना प्रस्तुत गरिरहेका छन् पवन राम्रो शट मिलनबाट र त्यस्तै राम्रो बचाउ एकपछि अर्को मौका बल क्लियर गरिदिएका छन् बल पाएको छ टिम शिलापत्रले र अन्तिम समयमा छौँ हामी 2 को लिडमा छ एबी अप्लाई what a goal र यो उत्कृष्ट गोलसँगै मात्र 1 को डाउन यहाँनिर राम्रो कमब्याक गर्दैछ शिलापत्रले तर समय धेरै छैन अब मात्र 1 डाउन छ टिम शिलापत्र कुनै पनि हालतमा लेभलमा ल्याउन चाहन्छ नवीनलाई पास दिने प्रयास थियो तर बल त्यति राम्रो रिड हुन नसक्दा फाइदा एबी अप्लाईलाई मिलनको निकै राम्रो प्रयास थियो तर सफल हुन सकेन एकपछि अर्को मौका पाइराखेको छ त्यो मौकालाई खाली गोलमा परिणत गर्न चाहन्छ टिम शिलापत्र तर ब्याड लक भनौँ या के भनौँ राम्रो चान्स दियो माई गुडनेस व्हाट अ गेम निकै रोचक भइराखेको छ र यो अन्तिम मौका भन्नुपर्छ जहाँसम्म टिम शिलापत्रलाई निकै राम्रो प्रयास थियो निकै रोचक गेम भइराखेको छ अन्तिम समयमा मात्रै 1 को डाउन छ रह्यो व्हिसल सँगै टिम शिलापत्रको राम्रो प्रयासका बावजुद पनि दोस्रोमा चित्त बुझाउन सफल भनौँ या असफल भनौँ वेल निकै इन्ट्रेस्टिङ म्याच भन्नुपर्छ निकै खम्साखम्सी निकै रोचक
निकै गजबको म्याच। राइट गुड गेम गाइज, गुड गेम। निकै इन्ट्रेस्टिङ म्याच थियो यार। फाइनल जस्तै भयो तर समय लक सबै एबी एप्लाईको फेभरमा। वाट अ म्याच, फाइनल जस्तै भयो। ओके, हामीसँग जोडिनु भएकोमा सबैलाई धन्यवाद। थ्याङ्क यू।